यो भनेको एक्स एक्सिस भयो, त्यस्तै यो वाई एक्सिस। अब यो यहाँनेरि हुन्छ 0 डिग्री, 0 डिग्री भयो, 0बाट यहाँ पुग्दा 90 थपिने भयो, यो 0 डिग्री यो 90, त्यस्तै यहाँ पुग्दा पनि 90 एड हुन्छ, यहाँदेखि यहाँ पुग्दा 90 भयो, त्यस्तै यहाँबाट यहाँ पुग्दा अझै 90 थपेर कति हुने भयो 180 डिग्री, त्यस्तै यहाँबाट यहाँ पुग्दा अझै 90 एड हुने भयो, त्यो भनेको 270 डिग्री हुने भयो। अब फेरि यहाँबाट यहाँ पुग्दा फेरि 90 एड हुने भयो, त्यो भनेको 360 डिग्री। यति कुरो बुझ्यो। अब सेकेन्डमा बुझ्नुपर्ने कुरो के हो भन्दा यसलाई भन्छन् फर्स्ट क्वाड्रेन्ट, यो भनेको सेकेन्ड क्वाड्रेन्ट, यो थर्ड भयो थर्ड क्वाड्रेन्ट, यो भनेको फोर्थ क्वाड्रेन्ट। त्यस पछाडि अर्को बुझौँ। जस्तो हामीलाई क्वेसनमा के आयो भन्दाखेरि क्वेसनमा 75 डिग्री आयो भने 75 भन्नु र 90 माइनस 15 भन्नु एउटै हो, 105 भन्नु र 90 प्लस 15 भन्नु एउटै हो। यसो गरेको भन्दाखेरि यहाँ चाहिँ मैले 90 माइनस थीटा गरेँ, अब यो थीटाको ठाउँमा मैले 15 हालेको छु, 90 माइनस 15। त्यस्तै क्वेसनमा चाहिँ अब हामीले यो थीटाको ठाउँमा 25 70 जति अब आफूले क्वेसन अनुसार निकाल्नु पर्ने छ त्यति हाल्न सक्छौँ। अब 90 माइनस थीटा 90 भन्दा कम आयो, 90 माइनस गर्नुपर्ने भयो भने हाम्रो कहाँ पर्छ फर्स्ट क्वाड्रेन्टमा 0 देखि 90 सम्म, 90 भन्दा थोरै आउने भयो भने चाहिँ यहाँ गर्नु पर्यो। त्यस्तै 90 प्लस थीटा गरेर बनाउनु पर्ने भयो भने चाहिँ हाम्रो कहाँ पर्छ सेकेन्ड क्वाड्रेन्टमा। त्यस्तै यो 90 प्लस थीटा पनि यहाँ पर्यो। अब 180 भन्दा थोर भनेको पनि कहाँ पर्ने भयो यिनीहरू पर्ने भयो, 180 माइनस भनेको यहाँ, 180 प्लस हुने भयो भने थर्ड क्वाड्रेन्टमा। त्यस्तै 270 प्लस गरेर केही भ्यालु लेख्नुपर्ने भयो भने फोर्थ क्वाड्रेन्टमा पर्छ, 270 माइनस गरेर कुनै भ्यालु लेख्नु पर्यो भने त्यो चाहिँ कहाँ पर्ने भयो थर्ड क्वाड्रेन्टमा पर्ने भयो। 270 प्लस गरेर बनाउनु पर्यो भने फोर्थ क्वाड्रेन्टमा पर्यो। रुल सबै के हो कास्ट रुल भनेको CAST। अब के हुन्छ भन्दाखेरि यहाँनिर अल के हुन्छ अल साइन पोजिटिभ। अब यो भने के हो तपाईँहरूले बिस्तारै बुझिहाल्नुहुनेछ। यहाँनिर चाहिँ के प्लस साइन र कसेक प्लस अरू सबै नेगेटिभ हुन्छ। टी भनेको अब यहाँ 10 प्लस 10 र कट प्लस सबै माइनस। सी भनेको कस र सेक प्लस अरू सबै माइनस भनेर बुझौँ। के हो भन्दाखेरि 90 र 270 आयो भने साइन कसमा चेन्ज हुन्छ, 10 कटमा चेन्ज हुन्छ, कसेक सेकमा चेन्ज हुन्छ। 180 र 360 युज भयो भने चाहिँ चेन्ज हुँदैन, नो चेन्ज। 10 छ भने 10 नै हुने भयो, साइन छ भने साइनै, सेक छ भने सेकै हुने भयो। यहाँ के पर्छ भन्दाखेरि यहाँ 90 माइनस थीटा पर्ने भयो। त्यस्तै यहाँ भनेको 90 प्लस थीटा 180 माइनस थीटा हुने कन्डिसन हो भने यहाँ आउँछ अब थीटा भनेको जुन भेल्यु पनि हुनसक्यो। अब यहाँ थीटा भनेको भेल्यु कति भयो भन्दाखेरि यहाँनिर 75 भयो, यहाँनिर थीटा भनेको कति भयो 15 भयो। त्यसरी नि कन्डिसन अनुसार कति हुन्छ त्यो विचार गर्नु पर्यो। 180 माइनस हुने कन्डिसन भयो भने सेकेन्ड क्वाड्रेन्टमा पर्छ। त्यस्तै 180 प्लस थीटा अथवा 180 प्लस केही भेल्यु हुने भयो भने चाहिँ थर्डमा पर्ने भयो। 70 माइनस थीटा अथवा भनौँ 270 माइनस केही भेल्यु हुने भयो भने चाहिँ हाम्रो थर्ड क्वाड्रेन्टमा पर्यो। त्यस 270 प्लस थीटाको फर्ममा जाने भयो भने पनि फोर्थ क्वाड्रेन्टमा, 360 माइनस थीटाको फर्ममा जाने भयो भने पनि फोर्थ क्वाड्रेन्टमै पर्यो। अब यो थीटा भनेको चाहिँ अब जति पनि हुन सक्ने भयो हाम्रो कन्डिसन अनुसार। 180 प्लस आउने बित्तिकै कहाँ पर्यो यहाँनिर पर्यो, हेर्नुहोस् 180 प्लस आउने बित्तिकै यहाँनिर पर्यो थर्ड क्वाड्रेन्टमा। अब थर्डमा यो 10 छ कि छैन सुरुमा हेर्नु पर्यो, 10 छ भने साइन चेन्ज हुँदैन, प्लसै हुने भयो, सुरुको प्लस लेख्नु परेन। अब 180 छ भने के हुन्छ 180 र 360 आयो भने नो चेन्ज। यसको मतलब हामीले लेख्नु पर्यो 10 अनि थीटाको ठाउँमा के छ त्यो लेख्ने हो, थीटाको ठाउँमा हाम्रो के छ 45 छ, त्यही भएर 45 लेख्नु पर्यो। अझै कन्फ्युज हुनुभयो होला, अझै गरौँ। जस्तो साइन 115 आयो, यो भने के हो साइन 115 भने के हो भन्दाखेरि 90 प्लस 25। 90 प्लस भनेको कहाँ पर्यो हेर्नुहोस् त, 90 प्लस आउने बित्तिकै पर्यो हाम्रो सेकेन्ड क्वाड्रेन्टमा। अब सेकेन्डमा साइन छ कि छैन सुरुमा चेक गर्ने, साइन सेकेन्डमा छ भने सुरुमा प्लसै हुन्छ, प्लस सुरुमा लेखिरहनु परेन। तर यहाँ के भयो 90 आयो, 90 आउने बित्तिकै साइनलाई केमा चेन्ज गर्नुपर्छ
कसमा चेन्ज गर्नुपर्छ, साइनलाई चेन्ज गरौँ कसमा। अब थीटाको ठाउँमा हाम्रो के भ्यालु छ 25 छ, त्यही भएर 25 डिग्री लेखौँ। अझै अर्को हेरौँ, यो मान्नु कस 115 डिग्री आयो सपोज। अब हेरौँ यो पनि के भन्छ 115 भनेको 90 प्लस 25 हो। यो कहाँ पर्छ भन्दाखेरि 90 प्लस हुने बित्तिकै सेकेन्ड क्वाड्रेन्टमा पर्ने भयो। अब सेकेन्डमा पर्यो भने यो कस छ कि छैन त्यहाँनिर हेर्नु पऱ्यो। यहाँ सेकेन्डमा कस पोजिटिभ हुन्छ कि हुँदैन, यहाँ कस छैन, हेर्नु यहाँ साइन र कसेको मात्र पोजिटिभ हुन्छ। यो कस छैन भने अब के हुने भयो माइनस साइन लेख्नु पऱ्यो। अब अर्को केस छ के छ, यहाँ अर्को सेकेन्ड नम्बर हामी हेर्नु पऱ्यो। यहाँनिर सुरुमा हेर्नु पऱ्यो, यहाँ के छ 90 प्लसको फर्ममा छ। 90 प्लसको फर्ममा हुने बित्तिकै के हुन्छ, यहाँ कस छ भने केमा चेन्ज हुन्छ साइनमा चेन्ज हुने भयो, साइन लेखौँ। अब थीटाको ठाउँमा हाम्रो के छ, यसरी यहाँ थीटाको ठाउँमा चाहिँ हाम्रो के छ 25 छ, त्यही भएर 25 डिग्री हो। यसरी गर्नुपर्ने हुन्छ कास रुल अनुसार, नझुकिनु होला। अब हेरौँ क्वेसन नम्बर 4B-मा। अब यहाँ चाहिँ थोरै दिमाग लाउनु पर्ने हुन्छ। हामीले सुरुमा यो तीनटा मध्ये तीनटै निक्ल्यो भने त राम्रो हो। जस्तो 10 प्लस 70 गरेर यहाँनिर 80 भएको भए त 10 प्लस 70 उतापट्टि 80 हुन्थ्यो, एकैचोटिमा भइहाल्थ्यो। तर के भयो भन्दाखेरि यहाँ 10 प्लस 70 भएर 80 त भयो, तर यहाँ निकाल्नु भनेको छ 100। यसो हुँदाखेरि चाहिँ बिचमा हामीले कास रुल लाउनु पर्ने हुन्छ। कसरी अब यहाँ हेरौँ, सुरुमा गरौँ 10 प्लस 70 इक्वल टु 80। त्यसपछि दुईतिर के गरौँ 10 थप्थ्यौँ, 10 डिग्री प्लस 70 डिग्री इक्वल टु 10 80 डिग्री। त्यसपछि 10 प्लस 70लाई 10A प्लस B को फर्मुला लगाउँ। जहाँ जहाँ A छ त्यहाँनिर 10 लाउँ, जहाँ जहाँ B छ फर्मुलामा त्यहाँनिर 70 लाउँ। 10 अब A को ठाउँमा हाम्रो 10 छ, त्यही भएर 10 प्लस B को ठाउँमा 70 छ। अब मुनिपट्टि फर्मुलामा 1 माइनस 10A इन्टु 10B हो। अब हाम्रो 10A भनेको 10 डिग्री इन्टु B को ठाउँमा 70 डिग्री इक्वल टु पछाडि 80 डिग्री भन्नु र 180 माइनस 100 डिग्री भन्नु एउटै हो। यो 10 सेम छ, यो 80 डिग्री भन्नु र 180 माइनस 100 डिग्री भन्नु एउटै हो। अब अगाडिकोलाई जस्ताको त्यस्तै सारौँ। अब 180 माइनस आउने बित्तिकै यो सेकेन्ड क्वाड्रेन्टमा पर्छ। यहाँ भनेको 90 माइनस आयो भने यहाँनिर 90 प्लस थीटाको फर्ममा छ भने सेकेन्ड क्वाड्रेन्टमा, 180 माइनस थीटाको फर्ममा छ भने नि सेकेन्ड क्वाड्रेन्टमा पर्छ। हाम्रो थीटाको ठाउँमा कति छ 100 छ, 90 प्लस थीटाको फर्ममा आएको भए सेकेन्ड क्वाड्रेन्टमा पर्थ्यो। त्यस्तै 180 माइनस थीटाको फर्ममा आयो भने पनि सेकेन्ड क्वाड्रेन्टमै पर्छ। अब हाम्रो चाहिँ 180 माइनस थीटाको फर्ममा आएको छ, त्यही भएर सेकेन्ड क्वाड्रेन्टमा पर्छ। तर सेकेन्ड क्वाड्रेन्टमा साइन र कसेक मात्र पोजिटिभ हुन्छ, अरू चाहिँ नेगेटिभ हुन्छ। अब हाम्रो यहाँ 10 छ, त्यही भएर नेगेटिभ। 10 को ठाउँमा साइन र कसेक आएको भए चाहिँ के हुन्थ्यो प्लस हुन्थ्यो। तर हाम्रो के आयो 10 आयो। 10 आयो भने यहाँ नभएको आयो भने चाहिँ के हुन्छ माइनस हुने भयो। यहाँनिर चाहिँ 90 र 270 आयो भने यहाँ अगाडि भएकोलाई चेन्ज गर्नु पऱ्यो, 10लाई कटमा चेन्ज गर्नु पऱ्यो। तर 180 छ भने अथवा 360 छ भने यहाँ जे छ यहाँ पनि त्यही लेख्नुपर्छ, त्यही भएर 10 नै लेखौँ। जस्तो यो हाम्रो के को फर्ममा आएको छ 180 माइनस थीटाको फर्ममा छ। थीटाको ठाउँमा चाहिँ हामीले के लेख्ने भन्दाखेरि हाम्रो थीटाको ठाउँमा 100 छ, त्यही भएर 100 डिग्री लेख्ने। क्रस मल्टिप्लाई गरौँ 10 डिग्री यतापट्टि 1 माइनस 10 डिग्री इन्टु 10 70 डिग्री माइनस 10 100 डिग्रीले 1लाई मल्टिप्लाई गर्दाखेरि के भयो माइनस 10 100 डिग्री भयो, माइनस 10 100 डिग्री भयो। त्यस्तै माइनस माइनस प्लस 10 100 डिग्रीले 10 इन्टु 10 70लाई मल्टिप्लाई गर्दाखेरि के हुन्छ 10 इन्टु 10 70 इन्टु 10 100 डिग्री हुन्छ। अब क्वेसनमा हेरौँ त, क्वेसनमा के प्रुभ गर्नु भनेको छ भन्दाखेरि 10 प्लस 10 70 प्लस 10 100लाई अगाडिपट्टि मल्टिप्लाई फर्ममा भएको 10 डिग्री इन्टु 10 70 डिग्री इन्टु 10 100 डिग्रीलाई पछाडिपट्टि। यसको मतलब यो मल्टिप्लाई फर्ममा भएकोलाई हामीले पछाडि छोड्नु पऱ्यो, यसलाई अगाडि लानुपर्ने भयो। लेख्यौँ 10 डिग्री
प्लस टेन 70 डिग्री यो माइनस इक्वल टु अगाडि आउँदाखेरि के हुन्छ प्लस हुन्छ 10 100 डिग्री बन्यो पछाडिबाट के रह्यो भन्दाखेरि 10 डिग्री इन्टु 10 70 डिग्री इन्टु 10 100 डिग्री हाम्रो प्रुफ जे गर्नु भनेछ हाम्रो प्रुफ भइसकेको छ यहाँनिर हेर्नुहोस् त अब जो क्वेसन नम्बर 4C तर्फ यहाँनिर हामीलाई चाहिन्छ कट 24 कट 23 र कट 43 अब एउटा कुरो बुझौँ यहाँनिर कस्तो कन्डिसन दिएको हुन्छ भन्दाखेरि सपोज हामीलाई यहाँनिर 20 30 र 50 चाहिएको भए 30 प्लस 20 = 50 गरेर हामी गर्न सक्थ्यौँ तर यहाँनिर के हुन्छ भन्दाखेरि 24 प्लस 23 = 47 हुन्छ जो त्यसरी गर्दाखेरि मिल्दैन हो यस्तो कन्डिसनमा चाहिँ के गर्ने भन्दाखेरि हामीले कास्ट रुलमा लानुपर्ने हुन्छ जुन कुरा चाहिँ मैले यो भिडियोको सुरुवाती क्रममा भनेको छु अब नेक्स्टमा गरौँ 24 प्लस 23 ठ्याक्कै हाम्रो यस्तो नमिले पनि सुरुवाती क्रममा हामीले यसरी नै गर्नुपर्ने हुन्छ त्यसपछि कास्ट रुलमा लानुपर्ने हुन्छ हामीलाई चाहिएको छ 24 र 23 त्यही भएर 24 प्लस 23 अब 24 प्लस 23 कति भयो 47 अब यहाँनिर हेर्नु हामीलाई अब कटमा एन्सर चाहिएको छ त्यही भएर हामीले यसको अगाडि पनि कट यता 47 को अगाडि पनि कट लेखौँ कट 24 डिग्री प्लस 23 डिग्री इक्वल टु कट 47 डिग्री हामीलाई कटमा एन्सर चाहिएकोले हामीले के गरौँ कट थप्यौँ 10 मा चाहिएको छ भने यहाँनिर 10 थप्थ्यौँ अब यसलाई हामीले कट a + b को फर्मुलामा लगाउँ कट a + b को फर्मुला चाहिँ यहाँनिर छ जहाँ a छ त्यहाँनिर 24 जहाँ b छ त्यहाँनिर 23 हालौँ कट b को ठाउँमा 23 छ इन्टु 24 - 1 मुनिपट्टि पनि कट b प्लस कट a पछाडिको हामीले कास्ट रुलमा लानुपर्ने हुन्छ अब कट 47 भन्नु र 90 डिग्री माइनस 43 भन्नु एउटै हो 47 भन्नु र 90 माइनस 43 भन्नु एउटै हो अगाडिको हामीले यो स्टेपमा नचलाउँ अब यहाँनिर हेर्यौँ त कास्ट रुल मैले तपाईहरुलाई बुझाएको छु के हुन्छ 90 माइनस थीटा को फर्म भनेको चाहिँ कहाँनिर पर्छ फर्स्ट क्वाड्रेन्टमा पर्छ अथवा 90 माइनस थीटा कहाँ पर्ने भयो फर्स्ट क्वाड्रेन्टमा पर्ने भयो फर्स्टमा के हुन्छ सबै पोजिटिभ हुन्छ त्यही भएर यहाँ साइन चेन्ज गर्नु परेन अब मैले के भनेको थिएँ 90 र 270 आयो भने कट छ भने 10 हुने गर्छ साइन छ भने कस हुन्छ अब 90 270 आयो भने के हुन्छ यहाँ भएको कट चाहिँ 10 मा हुन्छ साइन छ भने कसमा चेन्ज हुन्छ सेक छ भने कसेकमा चेन्ज हुन्छ हो त्यसरी नि अब हाम्रो यहाँ 90 आएकोले गर्दाखेरि के गर्नु पर्यो कटलाई चाहिँ केमा चेन्ज गर्नुपर्ने हुन्छ 10 मा अनि थीटाको ठाउँमा हाम्रो के छ 43 छ त्यही भएर 43 डिग्री यो अगाडि बढेको स्टेप जस्तो त्यसै सारौँ टेन थीटा को फर्मुला तपाईलाई थाहा छ टेन थीटा इक्वल टु हाम्रो के हो टेन थीटा इक्वल टु 1/cot थीटा अब हामीले 10 लाई कटमा चेन्ज गर्छौं किन हामीलाई एन्सर सबै कटमा चाहिएको छ त्यही भएर 10 लाई हामीले कटमा चेन्ज गर्छौं टेन थीटा भनेको के हो 1/cot थीटा हो अब 1043 भनेको 1/cot 43 अब क्रस मल्टिप्लाई गरौँ माथिपट्टिको मुनिको cot 43 लाई त्यस्तै 1 ले यो मुनिपट्टिको डिनोमिनेटरलाई cot 43 अनि ब्राकेटमा यो माथिपट्टिको सबै जस्ताको त्यस्तै 1 र cot 23 प्लस cot 24 मल्टिप्लाई गर्दाखेरि cot 23 प्लस cot 24 डिग्री नि आउँछ अब अर्को स्टेपमा cot 43 ले cot 23 इन्टु cot 24 लाई मल्टिप्लाई गर्नुपर्छ सुरुमा त्यसलाई मल्टिप्लाई गर्दाखेरि चाहिँ cot 23 डिग्री इन्टु cot 24 डिग्री इन्टु cot 43 डिग्री हुन्छ त्यस्तै बिचको माइनस लेखौँ त्यसपछि अनि cot 43 ले 1 लाई मल्टिप्लाई गर्दाखेरि के हुन्छ cot 43 नै हुन्छ पछाडिपट्टिको जस्ताको त्यस्तै अब प्रुफ गर्ने कुरो सुरुमा विचार गरौँ के प्रुफ गर्नुपर्छ हेरौँ अब यहाँनेरि cot 24 प्लस cot 23 प्लस cot 43 लाई अगाडिपट्टि अरु सबैलाई अर्कोपट्टि हामी भन्दै गरौँ cot 43 लाई पहाड लाग्दिउँ अनि सबै एकतिर हुन्छ माथिको सबै अब मिलाउनलाई चाहिँ के गर्ने यो तीनटालाई एकपट्टि यो तीनटालाई एकपट्टि लेख्नुपर्ने हुन्छ यो तीनटा अगाडिकोलाई सुरुमा मैले यतै छोड्दिए माइनस cot 43 चाहिँ पहाडिपट्टि आन्छ किन अनि cot 24 प्लस cot 23 प्लस cot 43 निकाल्नु छ 24 प्लस cot 43 बुझ्नुपर्ने कुरो के भन्दाखेरि हामीले एउटा टर्मलाई गरेर जस्तो cot 23 लाई मात्र अगाडि लाग्यो भए साइन चेन्ज हुन्थ्यो पछाडी भए जति सबैलाई इक्वालिटीदेखि अगाडि
अगाडि भएपछि सबैलाई इक्वलदेखि पछाडि लग्यो भने साइन चेन्ज हुँदैन। हामीले प्रुभ गर्ने कुरो यहाँनिर प्रुभ भइसकेको छ। जाउँ क्वेसन नम्बर 4F तर्फ। यहाँनिर चाहिँ मैले लेट यहाँ भएको A माइनस बीलाई एक्स, B माइनस सीलाई वाई, C माइनस एलाई जेड माने। त्यस पछाडि अगाडिको एड गरौँ, पछाडि पछाडिको एड गरौँ। A माइनस B प्लस B माइनस C प्लस C माइनस ए पछाडिकोलाई नै एड गरौँ। एक्स प्लस वाई प्लस जेड। हेरौँ साइन एउटामा प्लस छ एउटामा माइनस छ, सेम छ भने क्यान्सल आउट हुन्छ। बीबी पनि क्यान्सल, त्यस्तै सीसी पनि क्यान्सल। अगाडि रह्यो 0, उता रह्यो एक्स प्लस वाई प्लस जेड। अब मैले के गरेँ यसलाई भन्दाखेरि सबैलाई अगाडि ल्याएँ। सबैलाई अगाडि ल्याउँदाखेरि के हुन्छ, साइन चेन्ज हुँदैन। सबै पछाडिको सबैलाई अगाडि, अगाडिको सबै पछाडि लग्यो भने साइन चेन्ज हुँदैन। त्यस पछाडि एक्स प्लस वाईलाई अगाडि, जेडलाई चाहिँ पछाडि लग्दै, प्लस जेड के हुन्छ, माइनस जेड भयो। अब हाम्रो एन्सर 10 मा निकाल्नु भनेको छ, त्यही भएर हामीले यहाँनिर 10 थपौँ। 10 एक्स प्लस वाई। पछाडि पनि यसको अगाडि के गरौँ, 10 थपौँ, माइनस 10 जेड। यो माइनसलाई अगाडि लेख्न पाइयो। तपाईँ लाग्दो 10 माइनस जेड हुनुपर्ने हो यो भन्नु र माइनस 10 जेड भन्नु एउटै हो, त्यही भएर मैले माइनस 10 जेड लेखेँ। अब यसलाई 10A प्लस बीको फर्मुला लगौँ। जहाँ जहाँ ए आउँछ त्यहाँनिर एक्स, जहाँ जहाँ बी आउँछ त्यहाँनिर वाई। 10 एक्स प्लस 10 वाई बाई 1 माइनस 10 एक्स इन्टु 10 वाई। पछाडिकोलाई जस्ताको त्यस्तै। के गरौँ, क्रस मल्टिप्लाई गरौँ। माथिपट्टिको जस्ताको त्यस्तै। अब माइनस 10 जेड र यो डिनोमिनेटर क्रस मल्टिप्लाई गरौँ। 10x प्लस 10y इक्वल टु माइनस 10 जेडले 1 लाई मल्टिप्लाई गर्दाखेरि माइनस 10 जेड नै। त्यस्तै माइनस माइनस प्लस 10 जेड इन्टु 10x इन्टु 10y गर्दाखेरि 10x इन्टु 10y इन्टु 10 जेड हुन्छ। माथिपट्टि थोरै प्रुभ गर्ने कुरोहरू हेरौँ। माथिपट्टि इन्टु इन्टुको फर्मलाई पछाडिपट्टि 10 A माइनस बी प्लस प्लस भएकोलाई चाहिँ एकापट्टि छ, इन्टु फर्मको एकातिर, अरू सबै एकातिर छ। हामीले पनि त्यस्तै मिलाउँ। इन्टुको फर्मलाई पछाडिपट्टि पारौँ, अरू सबैलाई अगाडिपट्टि पारौँ। त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि हामीले यो इन्टु फर्ममा भएकोलाई पछाडि पार्नु भनेको यो तिनटालाई पछाडि नै छोडिदिने, यसलाई चाहिँ अगाडि ल्याउनु पर्यो। यसको मतलब हामीले माइनस 10 जेडलाई इक्वल टु अगाडि ल्याउनु पर्यो। 10x प्लस 10y यो इक्वल टु अगाडि आउँदाखेरि माइनस साइन के भयो, प्लस भयो, अनि 10 जेड पछाडिपट्टिको जस्ताको त्यस्तै। किन, इन्टु फर्मकोलाई पछाडि नै छोड्नु पर्ने हुन्छ प्रुभ गर्नको लागि। अब यहाँनिर चाहिँ के गरौँ भन्दाखेरि अब यो माथिको भ्यालु हालौँ, किनकि हाम्रो त एक्स वाई जेडमा त एन्सर निकाल्नु भनेको छैन। त्यही भएर यी भ्यालुहरू चाहिँ हामीले अब के गरौँ, यहाँनिर जहाँ एक्स छ त्यहाँनिर ए माइनस बी, जहाँ वाई छ त्यहाँनिर बी माइनस सी हालौँ। त्यसको लागि ल्याङ्ग्वेज लेखौँ, सब्स्टिट्युटिङ द भ्यालु अफ एक्स वाई एन्ड जेड वी गेट। अब एक्सको ठाउँमा ए माइनस बी, वाईको ठाउँमा बी माइनस सी, जेडको ठाउँमा सी माइनस ए। त्यस्तै पछाडि पनि त्यही गरौँ। एक्सको ठाउँमा ए माइनस बी, वाईको ठाउँमा बी माइनस सी र जेडको ठाउँमा सी माइनस ए। मैले बिचको केही प्रब्लमहरू चाहिँ गरिनँ, जुन चाहिँ अगाडिको नम्बरसँग मिल्दोजुल्दो थिए, त्यो तपाईँहरूले आफै ट्राई गर्नु होला।